हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। के छ तपाईँहरूको हालखबर? सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ मैले बिहानै भिडियो स्टार्ट गरेको छु। घाम चाहिँ लागिसक्यो है। आज चाहिँ मैले कस्तो खालको भिडियो बनाउन लागेको भन्दाखेरि अ डे इन माई लाइफवाला के त्यस्तो खाले भिडियो बनाउन लाग्यो। म चाहिँ भर्खर उठेर मुखसुख धोएँ। 6 बजी उठेँ हो, खासै छिटो उठ्दिनँ म। 6 बजी उठेँ अनि अब म चाहिँ के गर्छु त बिहान उठेर अनि के गर्छु दिनभरि त्यस्तो खालको भिडियो बनाउन लागेको है त। ल एकछिनपछि भेटौँला साथीहरू। यस्तै छ जिन्दगानी दुःख छ। म चाहिँ ट्याक्क बिहान उठ्ने बित्तिकै 1 गिलास पानी, तातो पानी चाहिँ खानुपर्छ। केही नखाए पनि मैले पानी चाहिँ खानुपर्छ। एकछिन यहाँ बसेर खाऊँ न त। कसको बानी छ बिहान उठेर पानी खानु चाहिँ कमेन्ट गर्नु चाहिँ। चराको आवाज सुन्नुभयो? उडु गरेको। बिहान बिहान चाहिँ पानी खानुपर्छ है साथीहरू, राम्रो हुन्छ हेल्थको लागि। मलाई चाहिँ निन्द्राले छोडे होइन, निन्द्रामै छु साथीहरू। म चाहिँ यहाँ कफी बनाउनु लाग्यो अब खलाएर। यहाँ पानी तताएर चाहिँ पानी नि भयो। म चाहिँ यहाँ यसरी बनाउँछु। यहाँ पहिला यो हाल्छु, धेरै आयो क्या यार। ल कफी रेडी भयो। ल साथीहरू, मेरो चाहिँ कफी नि रेडी भयो। अब म तल आएर खान्छु कफीलाई चाहिँ। सो अब पढ्दै खानु पर्यो। मैले कोठामा यसो उज्यालो पनि गरेँ होइन साथीहरू, चाहनु पर्यो कस्तो भयो। कडा कडा उज्यालो पार्नु पर्यो। तिम्रा तिम्रा ल अब म चाहिँ यहाँ टक्क रेडी भयो। मेरो चाहिँ सधैँ बस्ने स्टाइल यस्तै हो है, बिहान बिहान प्रायः जस्तो। अनि टक्क कफी खान्छु खाट। यहाँ तल चाहिँ म भुइँमा यस्तरी बस्छु, टक्क खाँदै अब के छ बिहान यसो अलिअलि पढ्दै पढ्ने हो। अब म चाहिँ मेरो असाइनमेन्ट गर्नु छ, अहिले त असाइनमेन्ट गर्छु। त्यस्तो पढेको पनि देखाइदिनु न कहिले काहीँ।
पछि पछि यो त अलिक इम्पोर्टेन्ट होइन ल साथीहरू म चाहिँ रेडी भएँ कलेज जान आज चाहिँ हल्का ढिला भयो छिटो जान पर्ने हुन्छ बाहिर फेरि मक्कली चल्दा कस्ती भयो क्या मेरो ओटिटी अफ द डे त्यस्तै हो सिम्पल भएर जानुपर्छ एकदम सिम्पल यो लिपस्टिक चाहिँ लाग्छ चाहिँ जाँदैछु गाइस यस्तो खाना जाँदैछु मेरो कलेज चाहिँ आफ्नो लाग्यो अब ल म देखाउँछ कि मेरो कलेज यहाँबाट चाहिँ टक्क राखेर बस्ने गुड मर्निङ दिदी यो चाहिँ पार्किङ छ हाम्रो कलेज बस चाहिँ यहाँ छ अनि हाम्रो यहाँ मन्दिर सरस्वती मन्दिर छ गाइज अहिले कस्तो फुल फुलेको नि हाम्रो यहाँ कलेजमा दामी फुल फुलेको छ गाडी नै है यहाँ चाहिँ त्यो चाहिँ हाम्रो क्लासरुम यस्तो भयो प्रेजेन्टेसन भइरहेको छ हामी चाहिँ उ गर्न जान लागेको प्र्याक्टिकल सब्जेक्ट यो चाहिँ एक्टिभ इन्जिनियरिङ कलेज हेलो गाइज फेरि हामी चाहिँ यहाँ प्र्याक्टिकल गर्न आएको सर्वेको प्र्याक्टिकल अब बारीको डिलमा बसिन्छ यसरी कस्तो राम्रो हाम्रो सरहरूले पुरा हेर्दा नि हामीले चाहिँ मलाई म देखाउँछु अरू साथीहरू यसमा ए हुँदो रहेछ त हाम्रो कागजहरू कस्तो कालो कालो रहेछ अन्त मेरो भ्लगमा आयो भन नि त तिमी चाहिँ मेरो साथी हो के हो कता गइन मार्ला सब गाइज भिडियो बनाउनु भयो साथी खत्तौरो हेरे गर्छ त्यसले चलाउँछ
हामीलाई चाहिँ रिडिङ पढ्न नआएर तनाव छ त्यसको छातल छेकी भिडियो बनाउनु पर्छ गाइस गाह्रो छ हामीलाई मेरो साथीले हेर्दा यहाँ अन्ज हेरेर राम्रोसँग यता क्यामेरा होइन उता उता गइसक्यो मान्छे हामी चाहिँ यो कहाँ आएको भन्दाखेरि टियु ग्राउन्डमा आएको त्यो हल्दैन कि भिडियोको चक्करमा नभयो मैले समय छ क्या अब चाहिँ हामी घर फर्किन लागेको घामले मर्नलाई चाहिँ लडेर साथीहरूमा घर आइसकेँ कलेजबाट लुगासुगा फेरि म त भिडियो बनाउनु बिर्सेछु कि अनि फेरि यसो हेरेको इन्डिङै गरेर हेर्नु फेरि उठेँ अनि म आएपछि सोध्छु कि एकछिन अनि अहिले कति बज्यो 6:30 नि बढी भयो 7 बज्न लाग्यो अनि उठेर हेरेको मैले त भिडियो नि के अरे उ गर्न बिर्सेछु कि इन गर्न बिर्सेछु अनि अहिले भिडियो इन गर्दैछु कलेजबाट आएँ अनि आजको दिन चाहिँ यस्तै भयो मेरो सधैँ यस्तै हो कलेज गएपछि अनि ल कस्तो भयो यो भिडियो अ डे इन माई लाइफ वाला अब बेलुका हुन्छ अब एकछिन पढ्ने अनि खाना खाने अनि सुत्ने त हो त्यो बेलुकाको त अब के देखाउनु अब त्यति नै मैले भनिदिइहालेँ ल बाई बाई एभ्रिवान सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला हेर्नु मेरो फुल सुक्यो सबै यहाँ कता गयो क्यामेरा मस्तो देखिनु फुल सुकेर हेर न कस्तो राम्रो भएको थियो अनि यसो हावा खाइरहेको पानी खाँदै ल बाई बाई एभ्रिवान सबैजनाले माया गरिदिनु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला धेरै माया देखाइदिनु सपोर्ट गर्नुहोस् कस्तो नराम्रो भयो के मिस्टेक भयो भन्नुहोस् खासै क्वालिटी चाहिँ छैन होला मोबाइल नि त्यस्तो गतिलो छैन नि त राम्रो छैन त्यही भएर क्वालिटी ठिकै आउँछ अरू चाहिँ भन्नुहोस् कन्टेन्टहरू कस्तो खालको चाहियो त्यस्तै खाले ल्याउने ट्राई गर्छु है त ल ओके बाई बाई एभ्रिवान लट्स अफ लभ